गाइज वेलकम टु एनी ब्लग। आज चाहिँ हामी घरडरी जाँदैछौँ। हेर्नुस् मेरो दिदी, हेर्नुस् मलाई, हेर्नुस् मेरो आमा, हेर्नुस् आज चाहिँ हामी घरडरी गइरहौँ। सबैजनाले लाइक एन्ड सब्स्क्राइब गरिदिनु होला। नगर्नु होला हैन इताची उचिया हेर्नुस् बाले इन्डियाबाट ल्याइदिएको हाम्रो इताची उचियाको जर्सी। दिस इज नट जर्सी ब्रो। गाइजहरु तपाईहरु सन्चै हुनुहुन्छ होला। त्यही भएर मेरो भिडियो त सबैले हेर्नु होला। अरु कसैको भिडियो नहेर्नु। तर तपाईले हेर्न मन लाग्यो भने चाहिँ अरूको पनि हेर्नु हुन्छ। त्यही भएर आज चाहिँ हामी मम्मीलाई उता खाना पकाउन लगाइदियौँ। अनि यहाँ हामी हिँड्दैछौँ गाइज। हिन्दीमा बुझ्दै आउँछ। हट म नेपालको हो के त जस्तो इन्डियामा जन्माइन। आम इन्डियन ब्रो, आम इन्डियन। जान त इन्डियामा आम इन्डियन। गाइजहरु यो लास्टै मेरो दिदी सबैले पास यो दिदी खाली हाँस्नु हँसाउँदै उता गरिदिन्छ यसले। हेर्नुहोस् गाइस खटा त यसले। हेर्नुहोस् गाइस इताची उचिया गेन्जुत्सु गाइस। गेन्जुत्सुमा हालिदिन्छु मैले अब गेन्जुत्सु। ल मैले हेरेँ म गेन्जुत्सुमै गएन गाइस। गाइस यस्तो टी सर्टहरूले के हुन्न के। आज हामीले राम्रै भ्लग बनाउँछौँ। त्यही भएर तपाईहरुले मलाई भोट दिनु होला। तर सबभन्दामा पर्दैन जतिले लाइक एन्ड सब्स्क्राइब गरो। रोब्लक्स खेल्नेले कमेन्ट गर। रोब्लक्समा हैन त्यो। त्यही भएर आज चाहिँ हामी त्यो यसरी देखाउने कि जस्तो इक्जाम्पलकै भ्लग बनाउनु छ भने यतिको डिफ्रेन्समा देखाउनु पर्छ कि। ल गाइजहरु बल्ल राम्रोसँग देखिएको छ। भिडियो क्वालिटी एकदम नराम्रो छ आजको। बिकज हाम्रो समाउने तरिका यस्तो हुन्छ। मुख मात्र देखि यस्तो हुन्छ। मेरो बानी छ के लिटरली यसको भ्लग यस्तो मात्र हुन्छ। राम्रोसँग फेस देखि। गाइजहरु यसको कुरा नसुन्नुहोस्। हेर्नुहोस् मेरो फेस कति क्लियरली आहा। हजुर उताबाट होला नि बाबा। आज चाहिँ हामी घडेरीतिर जान आएको है। आज मात्रै हैन हामी जहिले पनि गइरहन्छौँ। बट आज चाहिँ अलि गाइजहरु अब म भोलिदेखि भ्लग बनाउन सक्दिनँ है। बिदाको बेलामा मात्रै भ्लग बनाउन सक्छु। तपाईले किन भन्नुभयो होला किनकि मेरो क्लास सुरु भइसक्यो नि त। भ्लग बनाउन कसैले भनेकै छैन। म 4 कक्षा पुगेँ। अब म पनि 10 वर्ष भए। अब 11 वर्ष लाग्छु। आया मान्छे गइरहनु हुन्छ। त्यही भएर आज हामी घुम्दै फेरि मुखमा त देखाएको छ पुरै क्लियर देखा। गाइजहरु लाज लाग्छ के भाइ। एउटा कस्तो एउटा बुवाले यस्तो रोकेर हेरिरहेको थियो कि यार नमस्ते किन गर्ने हो यार। लाज लाग्छ नचिनेकोलाई के नमस्ते पनि चिनेकै छैन नमस्ते भन्न अब के हाल्ने। गाइजहरु म तपाईहरुसँग सरी लिन्छु। त्यही भएर म नबोलेको कारणले अलि सरी बोल्ला बेजत हुन्छ। अनि सब्सक्राइबर 2-3वटा छ यार। भ्लगर फेरि मिलियनै पुगे जस्तो। सबैजनाले अलि राम्रोसित लाइक गरिदिनु होला। युट्युबमा यो भिडियो अपलोड हुन्छ होला। म फेरि बिहा सुन्नु आएन होला तपाईहरुले। बिहाको आजको इन्भाइरोमेन्ट चाहिँ अलि राम्रो है। हर्रोबर्रो जडीबुटी है। यहाँ राम्रो खाले जङ्गलको भ्यू पाइन्छ। हेर्नुस् गाइज
हामी जङ्गलमा गएको होइन फेरि हो बारे वहाँ विश्व प्रकाश स्कुल पनि छ विश्व प्रकाश स्कुल छ अनि त्यहाँ विश्व प्रकाशबाट अलि यतापट्टि तल सिधा लएर यतापट्टि लगायो भने हाम्रो घरेरी हुन्छ खाली ठाउँमा त्यो हाम्रो घरेरी हो गाइजहरू एउटा घरको साइडमा यस सबैजनाले अलि राम्रोसी हेर्नु होला कसैले एस्केप नगर्नु होला यो भिडियोलाई हामी अलि हिँडिराखौँ घडेरीतिर मेरो नयाँ च्यानल बन्छ होला मेरो बाले भनिदिनु भा मम्मीको मोबाइलमा त्यही भएर सबैजनाले तँलाई इन्स्टाग्राममा तो रोस्ट Like and करने subscribe. वीडियो होता है वो त्यसमा रोस्ट हाल्नु नौताल पहले इस बच्चे का व्लॉग देखिए उसके बाद इसके फनी कमेंट्स पढ़ेंगे होइन भ्लग बन्दै गाइज हामी अब पुग्नलाई यो यसको यो हरेक भिडियोमा सर्च त गाइज गाइज चाहिँ छ है अरू नभए नि मेरो उबाट खालि गाइज चाहिँ निक्लिन्छ के गाइजहरू ए सरी हामी यहाँ पिच रोडतिर आयो यहाँ विश्व प्रकाशबाट अलि अगाडि गएपछि हाम्रो हुन्छ के स्केट पार्क पनि छ यहाँ उहाँ स्केट पार्क पनि आएर मैले झन् आफ्नो हात भाँचेको होइन छ। यो फेरि कहाँ ठोकिन लाथी चिप्लेर हात यसो स्लिप भयो त्यो र टाउको धन्नेमा त्यो एउटा कुन्दाई हुनुहुन्थ्यो नि त्यहाँबाट स्टर्न गरेको स्केट पार्कमा सुहाना दिदीहरूसँग आएको थिएँ म अँ सुहाना दिदी सिया दिदी अनि जेन्सा दिदी जेनिस जेनिस थियो त त्यहाँ मैले त बिर्सेँ हामी खेल्न जान्थ्यौँ नि त पहिला मैले त बिर्सेँ गाइजहरू अब हाम्रो घरहरू जान्छ म त्यसपछि बल्ल एस्केप गर्नु पर्ला पुग्न त लाग्यो क्या अरे फुटो सिसाहरू छ वहाँ एकदम माथि होइन गाइजहरू तपाईँहरू सन्चै हुनु होला तै पनि हामीले तपाईँहरूको लाइक एन्ड सब्सक्राइब चाहन्छौँ त्यही भएर सबैजनाले लाइक एन्ड सब्सक्राइब गरिदिनु होला कसैले पनि नगर्नु होला सब्सक्राइब गरेको पनि अनसब्सक्राइब गर्नु होला मेरो दिदीको कुरा नसुन्नुहोस् भ्युज बढाउनुहोस् मेरो अनि तारिफ पनि बढाउनुहोस् मान्छेसँग भ्लग एन्ड गरिदिए अहिले त भ्लग एन्डको नगर्नु पर्ला गाइजहरू तपाईँहरूले यसमा चाहिँ बुझ्छ है जो दिदी मेरो दिदीलाई फेरि हरर मुभी हेर्न लास्ट मनपर्छ के कञ्चना फिल्म देखाइदियो भने गर्छ कञ्चना डर लाग्ने छैन जस्ट नर्मल द कन्जरिङ हेर द कन्जरिङ द कञ्चरिङ बेस्ट हरर मुभी एभर लास्ट डर लाग्छ होला त्यसमा मैले हेरेको छैन गाइज मैले हेरेको छु गाइज अल लास्ट डर लाग्छ हामी अब पुग्यो गाइजहरू उयो बारीको उतापट्टि हाम्रो घरेरी छ गाइज एन्ड द भिडियो मान्छेहरू छन् क्या बाई